बाबाको जस्तै काट्ने हो नि त्यो ओ बहिनी राइट साइड राख्नु राइट साइड राइटमा अलिकति हुन्छ तिम्रो त जाऊ बेबी त जाऊ सिनेड के भयो ज्वरो मामालाई चाहिँ अप्ठ्यारो हुन्छ दिने उ त उ त्यहाँ आइगयो छैन पेपर कि सिधै त सिधै पनि हेर्छ त्यहाँ खेत अलिक कम भएर गोरा लुगा नलाउ न भयो हुन्छ उयो लग्ने सिँगेटलाई लगिन् न बिजोडी राख्दिनु चारजना भयो त लगिदिनु यता 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 के भनेको बिजोडी खाना कहाँ छिन्नु लाग्यो तमुई जान चाहन्छ उसले ढोक्दैछ ए कान्छी उयो सिँगान भयो छोरी के भयो गाह्रो भयो छोरीलाई नमस्ते गर्दैछ पैसा यहाँ राख बहिनीको पनि राख्नु नमस्ते के भाइ अलिक सन्जो भयो क्या टिका लगाएर बसेको भन न ल यता ठुलो मामीतिर हेर ठुलो मामीतिर हजुर अर्को नानी पनि आउँदैछन् बहिनी मेरो कान्छा
अब खाना बसिसक्यो है के मेरो भिडियो गरेको आमा के हाम्रो दिदी कडा भाउजू यता हेर्नु यता ल कडा ल हाम्रो दुईटा नानीहरू ए भिडियो छोरीको बेहुली खोइ आज छोरा बेहुला भएको होइन बेहुली खोइ अब हेर्नुहुन्छ मलाई के गरिरहेछ खोइ त बिहान जस्तो एरिकमा पोज देऊ अरे मम्मी खोइ त मम्मीलाई पोज देऊ खोइ त पोज देऊ न वाट्सएप मम्मीलाई वा हाई गर्नु ल हाई गर्नु ल फेरि घुम्दै आयो सबैलाई हाम्रो टिपुलाई चाहिँ टोपो ठिक छ ए ठिक छ भाउजू कस्तो छ केटी बुबुलाई भाइरल बनाउनु पर्छ हाम्रो यहाँ छोरी दाइ ल के छ हौ ठिक छ अङ्कल यता तपाईँहरूलाई हजुर हजुर
आयो अरे म हेर्न सकिनँ हजुर ikan mainan बुढे रातो चोलीमा न्यापे दिल बसी गएछ क्या गरु सानो तिमीले कसले कुरा लगाइदियो एकको दुई बनाइदियो कुरा लगाइदियो एकको दुई बनाइदियो एकान दुई कान मैदान भइदियो एकान दुई कान मैदान भइदियो सबैजना नाच्नुपर्छ है हुने ल दिदी खतरा रात ठिकाने धर्म टलक टल्कियो
डर लाग्यो माई लर्ड देखेर यो डन हाइट कम हाइट ज्यादा बोक्छ अरे गन कसलाई ठोकिस कसलाई मारिस त्यस्तो भयो ल भन गीत गाउँदै हिँड्छस् तेरो कमलो छ मन हाम्रो भएको छैन अहिलेसम्म